कैलाश दरबारमा सीता भेटीमा फरकन छोरा रघुनाथ रामचन्द्रकै पासमा पुग्न आएको बल छ छैन यिनको बुझौँ सबै बल भने इन्द्रजीहरूले खटाई सुरसा जल्दी पठायो पनि जल्दी गई सुरसा गिल्तिर बसी सामने हनुमानका आफ्नो सत्य कुरो सबै कहिसकिन् छोडिन् कुरो खानका भोकी जड्दिनको म खोजी हिँडा चौकी खवारा भने पाया बल्ल मिल्यौ चाहिँ तिमी त एक साह्रै भयौ खुस पनि आहुलाउ पसो मुखमा भनी त सोही बोले हनुमान पनि सर्कोसका हनुमानदेखि सुरसा विश्वको मोह गरी 40 कोस हनुमान भएर 80 कोस फेरि तिनले धरे जल्दी गई हनुमानले 26 कोस स्वरूप गराई बचा फेरि 200 कोसको मुख गरी अङ्कुश जय भई पछा हरे नारायण जय भगवान् जय पतिवरा जय पशुपतिनाथ ईश्वर परमात्मा नमः।